हेलो साथीहरु, हेलो एभ्रिवान। नेपाल प्रिमियर लिग सिजनको दोस्रो ठुलो धमाका जसको प्रतियोगिताको प्रायोजक बनेको छ सिद्धार्थ बैंक लिमिटेड है। र यो म्याच नेपाल प्रिमियर लिगका म्याचहरु 17 नोभेम्बरबाट सुरु हुँदैछ भन्नाले अब केही दिन मात्र बाँकी रहेको छ तपाईहरु हाम्रो साथमा, जसमा 8 वटा टिमहरु प्रतिस्पर्धा भिड्दैछन्। अघिल्लो पालि कति थिए? 8 थिए कति? सायद 6-8 यस्तै थिए। त यो पालि 8 वटा टिमहरु छन् जसमा यी म्याचहरु, अर्को कुरा फ्लाइट लाइटको सुविधा छ, राति म्याचहरु हुने छ। वाह, रातमा म्याच हेर्नु 8 वटा टिम है। र 17 नोभेम्बरबाट सुरु हुने म्याचहरु हाम्रो 13 डिसेम्बरसम्म यी म्याचहरु चलिरहेका छन्। र जसमा यसको 13 डिसेम्बर भएपछि यिमा 32 वटा म्याच हुनेवाला छन्। तपाईहरु कतिको यो म्याच हेर्नुलाई उत्साही हुनुहुन्छ भन्नु होला। म त धेरै उत्साही छु है। र हामीहरुको ट्यु ग्राउन्ड पनि बनेको छ, फ्लाइट लाइट पनि लागेको छ है। पाकिस्तानको कतिवटा टिम छन्? 6 वटा छन् सायद। इन्डियामा 10 वटा, नेपाल 8 वटा, जसमा ठुला प्लेयरहरु पनि आउँदै छन्। अब नाम त तपाईले सुन्नु भएको छ, म कति नाम भनिसकेको, नामसँग भाडमा जाओस् है। हामीलाई प्लेयर चले भइगयो। तर तपाईहरु यो पटक सबभन्दा बढी खास कसको साथमा हुनुहुन्छ? तपाईहरु कुन टिमको साथमा हुनुहुन्छ? अवश्य पनि भनिदिनु होला ल। र मेरो च्यानलमा हुनुहुन्छ भनेपछि देवीराज स्पोर्टलाई सब्स्क्राइब गर्नु होला। यदि पेजमा हुनुहुन्छ भनेपछि देवीराज ब्लगलाई फलो गरेर साथ दिनु होला। र एनपीएल को यदि तपाईहरुले युट्युबबाट एनपीएल लाइभ फ्री हेर्न चाहनुहुन्छ भनेपछि मेरो देवीराज स्पोर्टलाई गरेर सब्स्क्राइब गर्नु होला। म फ्री लाइभ देखाउने छु।